सबैजनालाई मेरो नमस्कार। फेरि पनि एउटा नयाँ भ्लगमा स्वागत छ सबैलाई। आज म अलेनको एउटा चाहिँ यस्तो तालमा गइरहेको छु जुन ताल चाहिँ नेचुरल ताल भनेर चिन्छ यहाँको चाहिँ। ल यो अचम्मको कुरा छ र सबैजनाले आज भिडियो हेरिदिनु होला। सुरु गर्नेछौँ। यो रहेको चाहिँ यहाँको ताल चाहिँ यो चाहिँ लगभग अलेन टाउन सेन्टरभन्दा पनि लगभग त्यस्तै 24-25 किलोमिटर टाढा छ भनौँ न। यहाँ तपाईँले देख्नुहुन्छ यो धुपीको रुख हो। मलाई चाहिँ कहिले पनि देखेको थिएँ यहाँ आएर चाहिँ फर्स्ट टाइम मैले धुपीको रुख देखेको छु। दुईजना साथी चाहिँ अगाडि गइहालेछन्, दुईजना भाइ छन् अगाडि गइहालेछन् दुईजना। म चाहिँ हल्का यो क्यामेरा सेटिङ गर्दै हल्का ढिलो भयो। ताल चाहिँ अहिले चाहिँ पहिला जस्तो धेरै ठुलो पनि छैन, पहिला चाहिँ निकै ठुलो रहेछ। अहिले चाहिँ हल्का सुकेर हल्का सानो भएको जस्तो देखिरहेको छ बाहिर हेर्दाखेरि। अब नजिक गएर देख्छौँ कस्तो छ। अलेनमा भएको साथीहरू चाहिँ तपाईँ आउनु चाहनुहुन्छ भने यहाँ आउनु होला। तपाईँलाई चाहिँ यहाँको दृश्य एकदम सुन्दरता छ। यो बाहिरदेखि हेर्दा पनि एकदम सुन्दर लाग्छ र होइन। तपाईँले चाहिँ यहाँ आइसकेपछि यहाँ नास्ता खाना पानीहरू सबै पाउनुहुन्छ। र यो विशेष गरेर बेलुका आउनुपर्छ है। फेरि बिहान र दिनमा चाहिँ खासै कमै हुन्छन् मान्छेहरू। हामी चाहिँ लगभग त्यस्तै 3 बजी वरिपरि आएको छौँ र यतिखेर चाहिँ खासै मान्छेहरू भर्खर आउनु सुरु भइसकेको छ। र हामीलाई चाहिँ फेरि भाइहरूले चाहिँ ड्युटी हुन कारणले म चाँडै फर्किनेछौँ। त्यही भएर चाहिँ ल है त अब ताल नजिकै पुग्न लागिसकेको छौँ। ताल चाहिँ अहिले सुकिसकेको अवस्था छ। यो निकै ठुलो ताल हो पहिला चाहिँ। अब धेरै वर्षपछि होइन यस्तै त हो, पानी पर्दैन अनि त्यसपछि लगेर चाहिँ बिस्तारै सुकिसकेको अवस्था छ। र दुईजना साथीहरू अगाडि गइरहेका छन्। यस्तो छ। दुबई होइन अलेनको के अलेन। दुबईमा त तालै छैन नि। दुबईमा त समुद्र मात्रै हो। नेचुरल चिज पाएन भनेको यहाँको सबभन्दा धेरै हरियाली भनेको यो ठाउँ अलेन। सबैभन्दा नेचुरल देखिने ठाउँ नि यहाँ रहेको छ। यो चाहिँ यो लेक चाहिँ मान्छेहरू चाहिँ यो रमाइलो लागि आउँदो रहेछ नि। यो जति पनि यहाँ छ नि व्यवस्था गरेको बेलुकातिर खानपिनको व्यवस्था, अनि यसो न आउँदो रहेछ चराचुरुङ्गीहरू। यो चाहिँ सुकेर रहेछ कि यो त निकै ठुलो रहेछ नि। पहिला त आमा यो पुरै लेक रहेछ नि। यो सुकेर चाहिँ अहिले कम भएको रहेछ क्या। पहिला चाहिँ यो धेरै ठुलो भएको र अहिले चाहिँ सुकेर लगभग चाहिँ सानो भइसकेर। सबैभन्दा राम्रो लाग्ने भनेको नेचुरल ताल भनेर चाहिँ एकदम यस्तो हो। र अब रम्बलको बिचमा होइन, यस्तो बिचमा चाहिँ यो कसरी ताल चाहिँ बन्यो भन्ने हो कि यो चाहिँ आश्चर्य हो। र साथै पानी त्यस्तो फोहोर पनि छैन। पानी ठिकै छैन, त्यस्तो फोहोर त कहाँ छ र। हाम्रो नेपालमा भइदियो यस्तो हालत हुन्थ्यो, पुरै प्लास्टिकहरू फ्याँकेर बोतलहरू कचराहरू हुन्थ्यो। अहिले यहाँ ठिकै छ नि। यो रहेको छ लेक। यो नेचुरल लेक रहेको छ। केटाहरू माथि रहेछन् बेकारको यहाँ। र हामी चाहिँ अब 1-2 पोज हानेर चाहिँ यहाँनिर चाहिँ होइन फोटो हानेर चाहिँ निस्किनेछौँ। लगभग हाम्रो चाहिँ 1-2 पोज भइसकेको छ र हामी चाहिँ अब निस्किने कार्यक्रममा छौँ। के हो नास्ता कता खाने त केटा हो? उतै खाने? अहिले चाहिँ अब यो रेडिमेड ल्याएर आउँछ गाडी साडी भएर त्यसमा चाहिँ अहिले चाहिँ त्यस्तो सम्भावना छैन। अहिले चाहिँ यहाँ आउनु सुरु भइसकेको छ मानिसहरू। र हामी चाहिँ अब यसो न एक राउन्ड मारेर चाहिँ ब्याक जाँदैछौँ। यो चाहिँ के हो, नेचुरल पानी आएको हो कि यहीँ पानी परेर के हो त यो खास? त्यस्तै छ यार त्यो त।
तर आउनु पनि सक्छ होइन पानी आउँछ होला नि यहाँ अहिले अब भर्खर सुरु भइसकेको छ आउने मान्छेहरू तपाईँहरू यदि आउनु भएको छ भने यहाँ बस्नुभएको साथीले चाहिँ कमेन्टमा लेख्नु होला यो रहेको छ ल हामी चाहिँ अब हल्का नजिक गइदिउँ न रस त नबोलाउँ केटाहरू यार भिडियो बनाइरहेको छु यहाँ अगाडि गएर चाहिँ चराचुरुङ्गीहरू छ नि यहाँनिर चाहिँ हेरौँ चराचुरुङ्गी यो रहेको छ किन भाइ यो रहेको छ चराहरू हाँस पनि रहेछन् होइन हाँस अनि बकुल्ला अनि अरू के हुन्छ अरे हाँस उड्यो भने त खतरा उड्छ अरे त्यहाँ पुरै गाडी आएर यहाँ त पुरै बिगाएर रहेछ त सुनौलो यो जीवनमा यो रहेको छ यहाँको दृश्य पानी तिमी उतै भिडियो बनाउनु पर्छ ऊ त पारीको मान्छे हो कि बुढको त मान्छे होइन त्यत्तिकै बनाएको यही रहेको छ आजको जाखेरले ल के भन्नु त यार भाइहरू के भन्ने ल भन त जाखेरलेको बारेमा जाखेर चाहिँ होइन एकदम नेचुरल ताल रहेछ होइन यो युएको नेचुरल ताल त्यो उताको मान्छे त रहेछ फोटो खिच्ने त्यो त फोटोग्राफर रहेछ यार अनलाइनमा रहेछ हेर त लामो क्यामेरा लगाएर खिचिरहेछ माथि माथि सबै रम्बल गाडी तल पानी के छ सबै भएको के छ त खबर ठिकै छ भन्नु मलाई चाहिँ के लाग्यो भने हामीले चाहिँ सोच्नु के सोच्थ्यौँ भन्दाखेरि एकदम ठुलो ताल होइन फ्रेस हुने खालको रहेछ ठुलो ताल भनेर सोचेको थियौँ तर ठिकै छ यो खास चाहिँ ठुलै ताल हो यो सुकेर चाहिँ सानो भएको रहेछ के छ तर मलाई यता यता हेर्दाखेरि चाहिँ राउटीकै बसी जस्तो लाग्छ होइन तर चाहिँ होइन फेरि यो रहेको चाहिँ यहाँको चाहिँ यसलाई चाहिँ हामी गरेर चाहिँ देखाउनेछौँ यो रहेछ ल आजको चाहिँ जाकेर ताल अब चाहिँ हामी रम्बलमा गएर एक दुईवटा फोटो खिच्नेछौँ त्यसपछि चाहिँ हाम्रो आजको कार्यक्रम समाप्त हुनेछ रातिको समयमा चाहिँ यो यहाँ नास्ता पानी खाना पानीको व्यवस्था रहेको छ र विशेष गरेर राति चाहिँ यहाँ रमाइलो हुने गर्छ किनकि धेरै मान्छेहरू पनि आउनेछन् र साथमा चाहिँ यहाँ हरेक चिजहरू पाउनेछ त्यो भएर चाहिँ यहाँ राति नै रमाइलो हुँदो रहेछ अहिले चाहिँ हामी अब भाइहरूले चाहिँ आफ्नो ड्युटी भएर चाहिँ बस्नु भएको छैन त्यो भएर चाहिँ हामी यसलाई चाहिँ अब अन्तिम गरेर हामी हिँड्दैछौँ ब्याक अब रम्बलबाट गएर चाहिँ रम्बल डेजर्ट एरियाबाट जानु लागेका छौँ हेरौँ कस्तो हुँदो रहेछ डेजर्टमा एकजना कुदिरहेछ अगाडि कति कुदेको भाइ भाइ चाहिँ
एकदम फर्ममा आइसकेको अवस्था छ। ल एक डान्स हान्थ्यो त भाइ, हल्का नाच्दियो न यार। भाइले चाहिँ अहिले अघि नाचिरहेको थियो, अहिले फेरि भिडियो बनाउँदाखेरि नाच्दैन घाँसले। यहाँको चाहिँ टोटल एरिया यो रहेको छ, यो रहेको छ यहाँको ताल। र यो चाहिँ यो सबै भाग चाहिँ हरियाली नै छ भनौँ न। यो चाहिँ अलि यो निकै ठुलो पनि छ र यो पानी कम भएको हुनाले चाहिँ सानो देखिन्छ, यो निकै चाहिँ ठुलो रहेको छ। अहिले चाहिँ हामी उता गएर चाहिँ त्यो रम्बलमा फोटो खिच्छौँ र त्यसपछि हामी त्यसको जस्ट नेक्स्ट साइडमा चाहिँ हाम्रो बसको स्टप रहेको छ र त्यहाँदेखि हामी जानेछौँ। ल त केटा त्यहाँ चाहिँ नजाऊँ कि यता हो, यता होइन। ल यहाँ पनि गाईका फर्महरू छन्, तपाईँले चाहिँ यहाँ सबै गाई पाल्नेहरू, गाईका फर्म यस्तो रहेको छ। गाईको लागि पङ्खाको व्यवस्था, गाईको लागि खानेको व्यवस्था, गाईको लागि हरेक व्यवस्था गरिरहेको छ। बच्चा सच्चा सबैहरू यहाँ छन्, यस्तो रहेको छ यहाँ। र यो बिचमा ताल र यो वरिपरिको दृश्य यो राम्रो छ। यो चाहिँ अब मान्छेहरू धेरै आउनु थाल्यो लगभग यहाँ चाहिँ कमै छन् र उतापट्टि चाहिँ मान्छेहरू चाहिँ धेरै आउनु थालेका छन्। यो रहेको छ यहाँ क्यामलको फार्म र त्यस्तै गरेर यहाँ चाहिँ भेडा बाख्राको फार्म रहेको छ। र साथै अब हामी चाहिँ यहाँदेखि अब प्योर रम्बलमा हामी छिर्दैछौँ। हेरौँ कस्तो हुँदो रहेछ फिल चाहिँ प्योर रम्बलमा। कहिले पनि हामी गएको थिएनौँ, यहाँ आएर चाहिँ लगभग 2-3 वर्ष भइसक्यो, देखेको मात्रै थियौँ। जम्न कस्तो फिल हुँदो रहेछ। अरू गाडीहरू लगेर छन्, बाइकहरू लगेर गएर छन्, हामी पैदल यात्रा। यो रहेको छ मुड, यिनीहरू त तल मुख त खोलै छ त होइन। कति मोटा घाटा हुने त आमा, ऊ सबै आइसक्यो। सबै उठको फार्म रहेको छ यहाँ। तर व्यवस्था चाहिँ राम्रो गरेको यिनीहरूले चाहिँ होइन। त गर्मीमा चाहिँ लास्टै यिनीहरू गाह्रो हुँदो रहेछ कि। हाम्रो त्यो बाबदीमा त अझ राम्रो छ नि, यहाँ त खुल्ला रहेछ। ल हामी चाहिँ अब रम्बल माथि चढ्दै रहेको अवस्था। ए भित्र छिर्दो रहेछ खुट्टा, आमामा यो त फेरि आमामा यो त धस्दो रहेछ त भाइ। तर मलाई चाहिँ यहाँ धसेन यार, बिस्तारै हिँड्ने धस्दो रहेछ कि बिस्तारै हिँड्यो भने। आमामामा यो त पुरै जुत्ता त सबै भरिन्छ। यस्तो तलले हुन्न भाइ, यो जुत्ता त भरिन्छ यार रम्बल जानुसम्म त। रम्बल गाडी यो रहेको छ। ल केटाको फर्स्ट टाइम त होला यो आएको होइन, फर्स्ट टाइम हो सबैजनाको यहाँ चाहिँ। मेरो त फर्स्ट टाइम भइसक्यो नि, म त कहाँ तिमीभन्दा पछि आएको मान्छे यहाँ। यो रहेको छ रम्बल बालुवामा बालुवा। अच्छा दुवै आएर युए आएर होइन एउटा चिज चाहिँ पुरा भएको छ। यो के अरे रम्बल घारी घुम्ने रहर थियो, आज घुमियो होइन भनेपछि आज पुरा बल्लै। यो चाहिँ यस्तो गरेर म चाहिँ साह्रो हुन्छ कि भनेको, यो त कहाँ हुँदो रहेछ। यो रहेको छ यो गाइसहरू यस्तो रहेको छ। आमामामामा तर रम्बल चाहिँ दामी के दामी हो है, एकदम ऊ के भन्छ। लगेर अब फोटोसोटो हानौँ न, एक दुईवटा फोटोसोटो हानौँ होइन। त्यसलाई चाहिँ हामी चाहिँ अब हिँड्नुपर्छ यहाँदेखि नै, गन्तव्य निकै छ। ल फोटो खिचौँ है।
यो चाहिँ आया हो हल्का शान्ति त शान्ति हुन्छ नि यार यहाँ आने कोही मान्छे छैनन् आनन्द पाराले सुई पाऱ्यो चाहिँ गाडी भयो भने त बवाल हुने रहेछ कि होइन तर ठिकै छ हिँडेर पनि बवाल छ नि पुरै गर्मी धेरै भएर चाहिँ होइन यो हल्का हल्का गोरो भयो भने कालो भइसकेको छ बिचरा भाइ पनि गोरो मान्छे अब हेरेर चाहिँ भाइ पनि कालो हुँदैछ त्यो भाइको त अब के कुरा गर्नु र त्यो त भाइ त म एउटै हो बिचरा देख्दैन अब दाँतमा देखिन्छ उसको नि अब यस्तो छ ल जाउँ ल भाइ पकाएर त भिडियो बनाउन यार हेलो गाइस सलाम अलैकुम क्यामेरामा नदेखिएर सानो आजको रमल घारीको यसो रमणीय दृश्य मोबाइल चाहिँ नखसाला है अन्तिम सामानहरू ल आज गन्तव्य सकिसकेको छ सबैजनाले हेरिदिनु होला धन्यवाद